नमस्कार, म वेद प्रसाद सापकोटा। आज मैले चाहिँ हामी अहिले जुन आन्दोलन पछाडि नेपाल अब तङ्ग्रिने कोसिसमा छ। नेपाली जनता आशाको दियो जलाउने कोसिसमा छन्। यो बिचमा म तिनै युवा साथीहरू जो यो देशका वर्तमान र भविष्य दुवै हुन्, जो यो देशका वर्तमानका साझेदार र भविष्यका कणादारहरू हुन्, जो वर्तमानका हिस्सेदार र पहरेदारहरू हुन्, त्यो परिवर्तनका योद्धा र समाज परिवर्तनका नेताहरू हुन्। उनीहरूलाई म एउटा कुरा चाहिँ अनुरोध गर्न चाहन्छु। हाम्रो पठन संस्कृतिलाई पनि तपाईँहरूले जोड दिनुपर्न जरुरी छ। युवाहरूले पठन संस्कृति भनेको मतलब एउटा नेपालको संस्कृतिको बारेमा, नेपालको ऐतिहासिक दस्तावेजको बारेमा, नेपालका पुरातात्विक धरोहरको बारेमा पनि हामीले जान्न जरुरी छ जस्तो लाग्यो। किनभने हामीले हिजो व्यथिति विरुद्ध आन्दोलन गऱ्यौँ भन्दै गर्दा, अनि अन्याय, अत्याचार, दुराचार र भ्रष्टाचार विरुद्ध आन्दोलन गऱ्यौँ भन्दै गर्दा हैन, वञ्चितीकरण वैषम्यमा परेका जाति वर्ग लिङ्ग वर्ण समुदायका लागि आन्दोलन गऱ्यौँ भन्दै गर्दा हामीले हाम्रा विगत लामो समयदेखि हाम्रो इतिहास पुगेका सम्पदाहरू हामीले नष्ट गरिसकेका छौँ। हाम्रा महत्त्वपूर्ण राष्ट्रका सम्पत्ति जसले चाहिँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नका लागि सहयोग पुग्छन्, त्यस्ता खालका संस्थाहरूमा पनि हामीले आक्रमण गर्ने, रागजनी गर्ने कोसिस गरेका छौँ। यो वास्तवमा हाम्रो यो पठन संस्कृतिको अभावका कारणले, त्यस संस्था सम्बन्धी ज्ञानको अभावको कारणले यो भएको हुनसक्छ। त्यो कारणले गर्दाखेरि ज्ञान चाहिँ अत्यन्त जरुरी छ। अब ज्ञानका लागि चाहिँ पढ्नु जरुरी छ, पढ्नका लागि पठन संस्कृति जरुरी छ। जोसेफ एडिसनले चाहिँ धेरै पहिला भन्नुभएको थियो, उहाँले चाहिँ जसरी मानसिक शारीरिक तन्दुरुस्तीका लागि व्यायाम आवश्यक छ, त्यसै गरी मानसिक तन्दुरुस्तीका लागि चाहिँ पढ्नु आवश्यक छ भनेर भन्नुभएको थियो। त्यसैले पठन संस्कृतिलाई चाहिँ हामीले हाम्रो महत्त्वपूर्ण विषयको रूपमा अगाडि बढाउन आवश्यक छ भन्ने कुरा चाहिँ म यहाँ समक्षलाई जानकारी गराउन चाहन्छु। धन्यवाद।